अहिले कति बजे यहाँको जस्तै 10:30 11 बजे 10:30 भयो होला ठ्याक्कै 10:30 भयो अनि आज मन्डे अफ डे होइन सो अल अलोन अहिले एकछिनको लागि अनि अहिले 12 बजे 12:30 बजे माथि आमोको म्याचु दाईसँगै खेल्नुहुन्छ भ्लग बनाऊ भनेर थियो त्यही भएर यो सानो एउटा बोल्दै यस्तो गर्नु पर्यो भनेर यो तल मुनि साइडमा चाहिँ क्रोक्सोवाल भन्छ है क्रोक्सोवाल भनेको चाहिँ लाइक बबाल राम्रो ठाउँ बबाल पैसा महँगो ठाउँ के यो थ्री भ्याली चाहिँ थ्री भ्याली म अहिले स्की गर्ने रिजोर्टलाई चाहिँ थ्री भ्याली भन्छ है थ्री भ्याली भनेको चाहिँ भाल्टोरन्स मेरीबेल अनि क्रोक्सोवाल जोडेर बनेको के योभन्दा अब भित्रभित्र टन्नै अर्को सानो गाउँहरू पनि छ सानो स्टेसनहरू पनि छ तर अल टुगेदर जोडेर चाहिँ थ्री भ्याली भन्छ अनि थ्री भ्यालीमा चाहिँ मेन पर्ने भने चाहिँ मोटारेट मेरीबेल भाल्टोरन्स अनि त्यसपछि के अरे क्रोक्सोवाल के अनि त्यही हो अब म स्कीमा रेडी भइसकेको छु जस्ट लाइक दिस देख्नुहुन्छ मान्छे नि आज टन्नै छ सो दिन पनि राम्रो छ आज ओके यति भन्दै म अहिले अफ गर्छु अहिले भर्खर माथिबाट स्की गरेर आएँ म होइन माथि भन्नाले फेरि त्यो माथितिरबाट गएर आएको त्यहाँबाट यस्तो गरेर यताबाट हुँदै आएँ होइन एन्ड आफ्टर द्याट यो बाटो हुँदै अब त्यहाँ तल पुग्ने यो साइडमा चाहिँ उयसहरूको रेस्टुरेन्ट छ गाजाहरू काम गर्ने रेस्टुरेन्ट छ त्यहाँ सो आल गो देयर ब्ल्याक पिस्ट भनेको चाहिँ स्कीहरू मध्येमा सबसे हार्ड लेभल भनौँ न स्की गर्नेको स्लोप्सहरूको चाहिँ स्की स्नोबोर्ड गर्ने स्लोप्सहरूको चाहिँ कलर छुट्टाएको हुन्छ ग्रिन ब्लू रेड ब्ल्याक भनेर सो ग्रिन एकदम इजी ब्लू ठिक्कको इजी रेड अलि हार्ड अनि ब्ल्याक धेरै हार्ड सो यो वान चाहिँ ब्ल्याक हो अब म तल गएर फिल्म गर्छु है त जस्ट स्की सक्यो अहिले बवाल थाकिरहेछ
अनि अब घर गएर नुहाउँछु अनि त्यसपछि फेरि माथि दिदीहरूको अपार्टमेन्ट जान्छु त्यही हो आजको लागि चाहिँ सक्यो बवाल मजा आयो पिस